हाई एभ्रिवान, गुड मर्निङ, सेवा हवा नमस्ते। अनि हजुरहरूको हालखबर के छ? हामी चाहिँ ठिकै छौँ। अनि पसिनै पसिना भइरहेछ। धरानमा चाहिँ गर्मी गएको छैन, असोज जानु लाग्यो, गर्मी गएको छैन। अनि दसैँ पनि आउन थाल्यो। हाम्रो चाहिँ आजबाट यात्रा सुरु भयो, काठमाडौँको यात्रा। मामा घर हिँडेको छुरु हजुर। अनि हामी चाहिँ अब काठमाडौँको यात्रा तय गर्दैछौँ। अनि सबैजनालाई चाहिँ ह्याप्पी दसैँ। दसैँ पनि अहिले त अब देशको अवस्था यस्तो छ है, त्यसमा कति धेरैजना जेन्जीहरूले ज्यान गुमाउनु भएको छ। त्यसको अवस्था एकदमै नाजुक छ। तर पनि के गर्नु, बल्ल बल्ल आउने चाडबाड बच्चा बच्चीलाई मामा घर जाने रहर हुन्छ। अनि हामी चाहिँ अब जानेवाला छौँ, लगेर जाँदैछौँ। ल गाइस, हामी चाहिँ हिँड्यौँ। अब हाम्रो गाडी रेडी छ। अनि मेरो सेनामी नारे त रेडी। मेरो बुढाले गाडी चलाउनुहुन्छ। अनि लङ टुर हो नि त, त्यही भएर गाह्रो भयो भने चाहिँ मेरो दिदीको छोरा हुन्छ, उसले पनि चलाउँछ, पालपाल जाने हो। यत्रो कसो राख्छ यतिको ठाउँमा कहाँ? ल हामी चाहिँ हिँड्यौँ गाइस, काठमाडौँ मामा घर। मेरो छोराहरू चाहिँ पछाडि, दुईजना ह्यान्डसमहरू, दुईटा ह्यान्डसमहरू पछाडि हुन्छ, अगाडि। अनि ड्राइभर दाइ यता हुनुहुन्छ। नानीसँग कस्तो तर भिडियो बनाउनु छ, एउटा हातमा नानी छोरी। हामी चाहिँ धरानबाट चाहिँ प्रस्थान हुँदैछौँ। घरबाट हिँडिसक्यौँ। अनि बुद्ध चोक पनि कटिसक्यौँ। हामी रत्न चोक पुग्दैछौँ गाइस। पटनाले यतै अब नि सुरु हुन्छ। उमङ तिम्रो साथीहरू यतै को पो तिम्रो साथी त बस्छ? म पाउनु पनि पर्यो होला यहाँ गाइस। हामी चाहिँ 14 गरी आइपुगेँ मैले। अनि यहाँ खाजा खाँदै रोकिरहेको छौँ। कारमा पनि मात्ने मान्छे चाहिँ यस्तो छ मेरो छोरा। केटा मान्छे भएर के गरी खान्छ मेरो छोराले भविष्यमा। कारमा पनि मात्छ केटा मान्छे भएर। अनि मेरो छोरी र बाबा चाहिँ यहाँ हुनुहुन्छ। हाम्रो गाडी चाहिँ यता छ। हजुर, हामी खाजा खान्छौँ अनि फेरि राख्छौँ। मेरो कपाललाई चाहिँ इग्नोर गर्नु होला। चाहिँ फेरि कति ज्ञान हो कि भाइको फोन त अझै ज्ञानबाट निकालेर ल्याइहाल्यो। यत्तिको झन् पऱ्यो क्या दादा भएपछि। दादा चाहिँ यत्तिको झन् पऱ्यो, भाइलाई गाँठा चाहिँ फोन दिनु। हामी चाहिँ खाजा खाइसकेर पनि हिँड्यौँ। अब जाँदैछौँ। ड्राइभर चेन्ज भएको छ। ड्राइभरमा चाहिँ यहाँनिर ड्राइभरको सिटमा चाहिँ मेरो छोरा आइपुगेको छ। अनि मेरो बुढा चाहिँ छोरीसँग पछाडि सर जाँदैछौँ हामी चाहिँ। मेरो छोरा चाहिँ कहाँ छ हौ? आम्मामा मोसले दिइरहेको छ त यार। कस्तो दामी भ्यू त आइरहेछ नि। हामी चाहिँ बेलटार क्रस गर्दैछौँ। क्रस गरेको हो, बेलटार क्रस गऱ्यौँ। यसो मात्नु भएर अहिले चाहिँ अघि चाहिँ नानी काखमा भएको भएर भिडियो बनाउनु पाएन। घाम लागेर चाहिँ दामी भ्यू आइरहेछ। तर अब उता पुग्दा चाहिँ कस्तो छ, अहिले यतासम्म त्यस्तो राम्रो भ्यू आइरहेछ। घाम लागिरहेछ, गर्मी चाहिँ भइरहेछ। वाउ, क्या दामी भ्यू छ हौ। अहिले त पूर्वतिर पुरा कास फुलेर कस्तो दामी हुन्छ भने नि, यस्तो हाटतिर त गाइस
सिन्धुली आइपुग्यौँ भन्नुहोस्। गाडीले माथिमा बिचेक छ दादालाई भन्नुहोस्। छोरी र म चाहिँ यहाँ बस्दैछौँ है छोरी। गाडीले पनि यसरी मात्छ। पब्लिक गाडीमा हिँड्नु पर्यो भने कस्तो हुन्छ। गाह्रो छ गाइस, गाह्रो छ। गाडीले मात्नलाई गाह्रो छ। सिन्धुली आइपुग्यो। गाडीले मातेर बिजोक छ मेरो छोरा। मलाई पनि मात्नु खोज्दैछ, भिडियो बनाउन सकेको छैन। अनि यहाँ खाना खाँदै हुनुहुन्छ मेरो बुढा अनि छोरा। म चाहिँ खाना नखाने, गाडीले मातेर। मेरो छोरा चाहिँ के खाँदैछ, त्यही पनि अहिले कोमेन्ट गरेर फाल्ने होला। हेलो गाइज, माइत आइपुग्यो। माइत आएर पनि यहाँ धमाधम जाँदै छ हाम्रो। त सबैजनालाई स्वागत छ मेरो च्यानलमा। यहाँ मेरो माइतीहरू, बहिनी, ज्वाइँहरू, भेनाहरू सबैजनालाई हामी पनि अब त्यसमै समावेश भयौँ। गुड मर्निङ गाइज, माइत आइयो। दसैँ आउनुभन्दा अलिक अगाडि नै छिट्टै। अनि मेरो मम्मी चाहिँ यहाँ टमाटर टिप्दै हुनुहुन्छ। मेरो मम्मीको टमाटर यस्तो छ। आमामा के हो मम्मीको यो पैसा राख्ने ब्यागहरू। मेरो मम्मी टमाटर टिप्दै हुनुहुन्छ गाइज। टन्नै फलिरहेछ। मेरो मम्मीको टमाटर सबै मरेर फेरि बाँचेर फलेको अरे। सानो सानो रहेछ यसपालि चाहिँ। मम्मीको साग पनि छ यहाँ। मम्मी त साग म त मासु खानु मन छैन हौ। मासु नै गनाएर छ पुरा घर। काँक्रा मम्मी यस्तो छ माइती घरमा चाहिँ गाइज। बाटोमा परसम्म चाहिँ के मम्मी उमङलाई यस्तो भने के खाजा खान ठाउँमा चाहिँ आफ्नै कारमा पनि मात्ने। मेरो छोरा भोलि पर्सि के गरी खान्छ भनेको। एकछिन बाद आफू पनि नानीलाई दुध खुवाउनु सके पो बिचरा। धन्न मेरो छोरी झगडा गर्दैन र उसको पापाले बिस्कुटहरू खुवाउँदै। सिन्धुली आइपुग्यौँ मम्मी। उसको आमा तको नि त। म त्यति बेलासम्म त बोमिट गरेको थिइनँ नि त नि, मात्नु मात्र खोज्दै थियो। बोमिट गर्दैछ कि कता उमङले त मम्मी भन्नुहुँदै थियो। अनि उता चाहिँ खोइ के ठाउँमा एक ठाउँ आइपुग्दाखेरि चाहिँ बोमिट आउनु लागिसकेको थियो। अनि ठ्याक्कै त्यहाँनिर गाडीको त्यो मोबिल गइरहेको थियो नि त, त्यो बिर्को खोलिएछ। अनि त्यहाँ एउटा वर्कसप जस्तो भेटेर रोक्यो। अनि त्यसपछि त्यहाँ नानीले पनि गरेछ, धुइधाइ गरे। अनि यता त्यता एकछिन बिसाउँदाखेरि ठिक भयो। अनि त्यसपछि फेरि हिँडेको। अनि फेरि अलिक धेरै हिँडिसकेपछि चाहिँ फेरि माथला जस्तो भइरहेको थियो। फेरि बिसाउने ठाउँ बिसाइयो। त्यसपछि फेरि कन्ट्रोल भएको थियो। अनि सिन्धुलीमा खाना खाइनँ म त। त्यहीँबाट सिन्धुली सुरु हुँदो रहेछ। म त फर्स्ट टाइम हिँडेको थिएँ त्यो बाटो पनि। त्यही त नि, सिन्धुलीको बाटो चाहिँ म फर्स्ट टाइम हिँडेको हो नि त यसपालि। भाइले पहिले मलाई माइती त सिन्धुलीको बाटो हिँड्यो भने बाटोमै मरिजाने रहेछ, बसमा गयो भने त यस्तो मात्ने मान्छे भन्दै थियो। तर यसपालि चाहिँ आफ्नै गाडीमा हो भनेर आउने भएको। तर मलाई त्यो सिन्धुलीको मेन टर्निङसम्म बोमिट गरेको थिइनँ नि मम्मी। म त उता खुर्कोट आइपुगेपछि बोमिट गरेको त। त्यति बेलासम्म गरेको थिइनँ होइन। अनि खुर्कोट आइपुगेपछि चाहिँ माइतीलाई के अरे रोहितले गाडी चलाउँदै थियो। अनि रोहित रोको म बोमिट आयो भनेर रोकेर एकछिन बोमिट गरेको अलिक सजिलो ठाउँ थियो र। अनि एकछिन पछि त बोमिट आएको गर्नु थाल्यो। कहाँ रोक्नु, जहाँ पाएँ त्यहाँ रोक्नु मिल्ने ठाउँ कहाँ भेट्नु। दियो प्लास्टिकमै दियो। उमङलाई पनि प्लास्टिक बोकिदिएको नि। के अरे घरबाट त नबोकेको के। अनि उसलाई बोमिट आएपछि यता एउटा त्यो उयो उसको बहिनीको दुधहरूको बट्टाहरू बोकेपछि त्यो खनाइदिएको। गरी त हाल्यो बोमिट। अनि त्यसपछि उसलाई सुरुबाटै बोमिट गर्नु खोजेको थियो नि त नि। उसको पापाले गाडी चलाउनु चाहिँ केही भएको थिएन। पापाले बिस्तारै चलाउनुहुन्छ। अनि दादाले चलाउनु दादाले त अलिक हुर्काउँछ। हजुर सबै भएको बेला मनोकामना पनि पुग्यौँ भन्दैछ को। कहिले? एक दिन अब दसैँपछि मनोकामना पुग्नु त यहाँबाट धेरै लाग्दैन होइन? एक दिनमा आइन्छ अरे होइन, एक दिनमा त आइन्छ कि टाइम चाहिँ। अब के थाहा त आफू गएको भएको। मैले ए जानु भएको छैन नि मम्मी यहाँबाट? मनोकामना म त गएको नि पहिले।
अब बुहारी आएपछि दिदीले भनौँ सालिरा दिदीले आमामा मेरो अनुहार त फेरि ठ्याक्कै अनुहारमा घामपट्टि परेको क्या यतैपट्टि पोतो निस्केको हो गालामा यतैपट्टि ठ्याक्क घाम परेको गाडीमा दिनभरि फेरि त्यो दिन चाहिँ पानी परेको झन् बिजोक हुन्थ्यो अब नाति नातिना जन्मेपछि भनौँ अन्त तिनीहरूले नि अनि म त मेरो कान्छी बहिनीलाई सम्झिरहेछु त्यो आउनु पाएन माइती आउनु पाएन अनि म गएपछि उसलाई पनि कति जानु मन लाग्छ भनेर म पनि नआऊँ कि भन्दै थिएँ क्या फेरि म त पहिलेबाटै आउँछु भनेको थिएँ आधो भएपछि एक दिन घर छनक्क अनि मम्मी चाहिँ भन्दै हुनुहुन्छ भदैको पासमा चाहिँ आएर फर्केको आउने हुन्थ्यो एक दिन दुई दिन त आधा पनि हुन्थ्यो भन्दै थियो नानीको एक्जाम पनि सकेको थिएन नि त मम्मी हामीले त उमङको त अनि एक दिनमा तिनवटा एक्जाम गराएर लिएको सरले आने काने गर्नु हुँदै थियो के काम पर्यो के काम पर्यो त्यसो इमर्जेन्सी भन्दै हुन्थ्यो काम छ सर भनेर के काम छ भ्याउँदैन मम्मीलाई चाहिँ ठुलो गुनासो छ कान्छी छोरी दसैँ पनि आउनु भ्याउँदिन भन्यो अरे ज्वाइँको घरबाट त्यही भएर छोरी चेलीलाई घरै प्यारो लाग्ने रहेछ मम्मी तपाईँले तपाईँ पनि घरै प्यारो लागेर घरै प्यारो लागेर यो अवस्थामा आउनु भएको हो नि त नि अनि म पनि खै मलाई त उमङको पापाले चाहिँ अब तिहार पनि मान्ने भयो मान त भन्दै हुनुहुन्छ तर जान्छु ओहोरदोहोर हुन्छ डबल अब फेरि उमङको पापाले पनि धेरै वर्ष भयो नि त नि सँगै तिहार नमानेको दिदीहरूको हातको होइन आफै जान्छु भन्नु थियो हामीसँगै तिहार नमानेको पनि धेरै भयो नि त त्यही भएर यहाँ त अब भाइहरूको निधार खाले हुँदैन दिदी पनि छँदैछन् त्यही भएर म पनि जान्छु तिहारमा त छ अनि दसैँमा नि म पनि उता घरमै सासू ससुराको हातको टिका लगाएर आऊँ भनेर सोच्दै थिएँ फेरि त भदैको पासमी भएको भएर अगाडि नै आउनु पर्यो यसो सोचेको दसैँ त फेरि वर्षै पछि आइहाल्छ नि भदैको पासमी त फेरि आउँदैन अब भाइ बुवाहरूले अर्को बनाइ पनि जन्माउँदैन होला भनेर आएको डक्टरले नजन्माउनु भनेको छ अब 2टा अपरेसन भइसक्यो अनि फेरि अपरेसन पनि फेरि उसलाई बुहारीको उयो पनि भएको थियो नि त के मासु पलाएको थियो के पाठे घरमा के भएको थियो होइन मम्मी त्यही भएर पनि अब गाह्रो हुन्छ धेरै बच्चा जन्माइरहनु त अब 2टा छोरा छँदैछ अनि त्यही भएर आएको म चाहिँ फेरि प्लेनमा आउनु भन्दै गरेको खुसीलाई मात्रै लिएर उमङलाई र उमङ र उसको पापालाई छोडिराखेर फेरि उमङ पनि अब 10 गते त एक्जाम सकिहाल्छ एक्जाम सकेपछि के गर्दै बस्छ भने मामु तपाईँ गएपछि तपाईँ बहिनी मात्रै लगेर गएपछि त कसले बहिनी हेरिदिन्छ कोहीसँग बहिनी मान्दैन भन्न थाल्यो उसलाई पनि आउने पनि रहर गाडीमा त यस्तो भन्दै थियो नि माथिको बेला त म त जान्छु पनि भनेको थिइनँ नि भन्दै थियो सधैँ अस्ति चाहिँ थोरै दिनमै आउनुपर्छ है निनीहरू पनि हाम्रो आउनुहुन्छ हङकङबाट अनि छिटो हामी मामा घरबाट आइहाल्नुपर्छ भनेको त नाइ म त त्यसो भए त जाँदिनँ थोरै दिनको लागि त म त धेरै दिन बस्ने हो भन्दै थियो अनि यसपालि चाहिँ गाडीले माथि त किनभने यसपालि चाहिँ उसलाई मैले तिमी एक्जामहरू सकाऊ पापासँग पछि आऊ म बहिनी लगेर जान्छु भनेको थिएँ बहिनी चाहिँ नलगी जानु अरे तपाईँ एक्लै जानु बहिनी चाहिँ नलगी जानु भन्दै थियो अनि फेरि ल्याउनु पर्यो भनेर अनि उसको पापा पनि रहर गर्न थाल्नुभयो त्यही भएर अनि प्लेनमा नत्र भने त हिजो म भनेको छेउमा त केही रमाइलो गर्न नपाउने नि उसको पापा नआउनु भएको फेरि अनि खुसी त कोहीसँग नमान्ने दिनभरि पापाले पनि बोक्नु भयो बिचरा दिनभरि छोरी चेपेर बस्नु भयो आज बिहानै हिँड्नु पनि भयो कहाँ पुग्नु भयो फोन पनि गरेको मम्मीहरू सुतिराख्नु भएको छ अङ्कलहरू उठाउनु पनि जानुभयो भनिदिनु है भन्नुभएको थियो मलाई 3:30 बजी भाइलाई उठाएर अनि मलाई चाहिँ फेरि पेट दुखेर हो राति आमामा टोइलेट धाउँदा पेट यस्तो दुखेर केही थाहा पाइन अनि धन्दा खुसी पनि सुत्यो क्या मजाले म त यत्रो टोइलेट म धाउँदा खुसी उठेर रुयो भने पनि मजाले सुत्यो अनि म त टोइलेट बस्दा गरेँ काकाले पुग्यो होला भेनालाई पनि टिदिनु भन्नुभएको होइन ए लगिसक्नु भएको 3 केजी भएको थियो 5 केजी चाहिएको थियो नि अहिले ए मम्मी धेरै पनि भइसक्यो यहाँ त 2 केजी भन्दा त्यो सानो पनि कस्तो राम्रो रहेछ नि मम्मी टमाटर त नि तर म त टमाटरको दानै हिजो त्यो राजमामा उसिनेको रहेछ नि त
म त नानीलाई खाना खुवाउनु पर्यो भनेर यसो हेर्छु खोर्सानी पो रहेछ दाना दाना भन्छु नि टमाटर पो रहेछ टमाटर त कस्तो दामी रहेछ नि क्या सानो सानो भए पनि म पनि टन्नै दिइ पठाउनु है म घर धरान जाँदाखेरि सबै लैजा हाम्रो मम्मीहरूको फेरि गाई चाहिँ अर्ग्यानिक हो नि त मम्मीहरू चाहिँ पाइते त्यो औषधिहरू हाल्नुहुन्न अनि अलिक लङ टाइमसम्म राख्दा पनि केही हुँदैन हाम्रो मम्मीको टमाटर चाहिँ हामी चाहिँ घरमा केही गर्दैनौँ मम्मीले नै कति कुरा फलाएर पठाइदिनुहुन्छ हामीलाई टमाटरमा होइन मम्मी म चाहिँ बोमिट गर्न थालेपछि चाहिँ के उमाको पापाले चाहिँ जिस्काएको चाहिँ सुरुमा चाहिँ गाइसहरू के अरे भन न भनेको सुरुमा चाहिँ त्यो भिडियो बनाएको थियो नि त अलिअलि अनि एकछिनपछि त मोबाइल हेऱ्यो भने त बोमिट आइहाल्ने अब के गर्नु मोबाइल त हेर्नै नसक्ने यताउता घोप्टिनै नसक्ने सिधा नचली बस्यो भने मात्रै एकछिन अलिने